हेलो गाइज वेलकम ब्याक माई युट्युब च्यानल। हजुरहरू सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। आज चाहिँ हामी कलेजदेखि 1 डेको ट्रिपमा जाँदैछौँ र आज चाहिँ हामीलाई विभिन्न ठाउँहरूमा घुमाउन लान जानुभएको छ र यसबारेमा चाहिँ मैले भिडियोहरू बनाएको छु। हजुरहरूलाई कस्तो लाग्छ त्यस्तै कमेन्ट गरिदिनु होला, मन पर्यो भने लाइक अनि कमेन्ट गरिदिनु होला। र अहिले चाहिँ हामी बसमा कलेजदेखि चाहिँ बसमा जहाँ हामी घुम्न जाँदैछौँ र त्यहाँ जाँदैछौँ। एकदम रमाइलो भइरहेको छ किनकि साथीहरूसँग अनि हाम्रो सेन्सेहरूसँग जाँदैछौँ। अहिले चाहिँ हाम्रो जुन ठाउँ घुम्न आएको हो त्यस ठाउँमा जाँदैछौँ र बस पनि रोकिरहेको छ र हामी त्यस ठाउँमा जाँदैछौँ। कस्तो आनन्दले बसेर आइसियो म जान्न त हो त्यो। यहाँ चाहिँ हामीलाई 2 ग्रुप बनाएर राखेको थियो। हामीलाई चाहिँ अहिले चाहिँ जापानको प्राकृतिक प्रकोपको बारेमा देखाउन खोजिएको छ, जसमा चाहिँ बाढी पहिरो भूकम्प र टाइफु जस्ता बारेमाहरू हामीलाई भिडियोदेखि देखाउन खोजिएको छ। र हजुरहरूलाई थाहा नै छ होला, जापानमा एकदम धेरै भूकम्प आउँछ र गर्मी मौसममा टाइफु र पानी धेरै पर्यो। जापानमा चाहिँ सहर मात्र होइन गाउँ पनि छ, त्यही भएर चाहिँ धेरै पानी पर्यो भने चाहिँ यहाँ चाहिँ बाढी पहिरो पनि जाने गर्छ र त्यस बेला चाहिँ जापानमा एकदम मानसिक क्षति हुने गर्छ। र हामीले चाहिँ त्यस भिडियो हेरेपछि चाहिँ हामीले यस प्राकृतिक प्रकोपको बारेमा जो जापानको सबैभन्दा ठुलो भूकम्प आएको थियो त्यस बारेमा चाहिँ हामीले प्र्याक्टिकल रूपमा गरेका छौँ र हामीले यो गऱ्यौँ। र अनि यसपछि चाहिँ हामीलाई आगो लाग्दा चाहिँ कसरी निभाउने भनेर हामीलाई सिकाउन खोजिएको छ। जापानमा चाहिँ कतिसम्म टाइफु आउँछ र त्यस टाइफुले हामीलाई कसरी असर पार्छ भनेर हामीलाई त्यस विषयमा प्र्याक्टिकल गराउँदैछ। यही हेर्ने त होला नि अस्मिता हाई गर्दै होला। सुशीमा काम गर्ने तोयामाको प्रसिद्ध सुसी छ, जसमा चाहिँ हामीले त्यहाँ गएर चाहिँ हामीले सुसी बनाउने माछाहरू कसरी काट्छन् भनेर त्यसलाई हेर्न गएको थियौँ। र त्यसपछि चाहिँ हामीलाई चाहिँ जापानको सुसी खानको लागि हामीलाई पहिल्यैदेखि बुक गर्नुभएको थियो। जापानको सुसीहरू चाहिँ एकदम मिठो हुन्छ, मेरो लागि चाहिँ बेस्ट नै हो जापानको सुसी। हजुरहरूलाई कस्तो लाग्छ कमेन्ट गरिदिनु होला। हामीले चाहिँ अहिले खाँदैछौँ सुसी। नुनिलो भएको खान्छ नि होइन, उयोमा पनि हुन्छ क्या यो चाहिँ कस्तो हुन्छ यो सामुन्ने माछा नुनिलो
सबैभन्दा छोरी आएको यिनले होला होइन फुयोले जेम्बो हार्मास् अहिले चाहिँ हामीले खाएर पनि सक्यौँ र हामी अर्को ठाउँमा जाँदैछौँ। अहिले चाहिँ हामी हिमी भन्ने ठाउँमा जाँदैछौँ र त्यहाँ चाहिँ समुद्रको ठाउँ हो र हामी त्यहीँ जाँदैछौँ। हिमी भन्ने ठाउँमा चाहिँ एकदम धेरै राम्रो चाहिँ मलाई चाहिँ तोयामको बेस्ट प्यालेस नै लाग्यो किनकि यहाँ समुद्र छ अनि यहाँ चाहिँ हेर्दा पनि एकदम राम्रो लाग्यो मलाई र त्यहाँ गएर पनि हामीले एकदम रमाइलो गऱ्यौँ साथीहरूसँग रमाइलो गऱ्यौँ फोटोहरू खिच्यौँ भिडियोहरू बनायौँ Fishnet. Fixed for 10 years. For 10 years. It takes a lot of time, it takes a lot of money to set this up. Okay? So only once every 10 years they change the setting or the location. お金はどのぐらいかかりますか？お金はですね、私の持ってる資料では初期設定大きいものでしたら10億。10億。 1年に1そしてこの目網と落とし網は 2,3 ヶ月に1回張り替えて全体に1年張り替えるんですけど1億かかるって1年に1回。 Every year it takes 1億円。ね。The setting the whole thing up, it takes 1 billion yen. Oh my god And every few months they change the net by parts. でもここなんかサッカー取るときは毎日取るんですか？毎日。これ買うだけなんか10年に1回。そう場所。全部ね、全部。全体は10年に1回。でも2、3ヶ月に1回こうやって部分部分ね。ここね。ちっちゃいところは。毎日この上げたりするところは。海の真ん中になんかこういうみたいなのが見たことあるんだけど。これが浮きですね。氷見は遠浅なので結構氷見沖2キロから4キロの間にこういった定置網が大小29カ所設置される。遠浅なんだね。そしてねどう言ってるこういう定置網やってるのってのはやっぱ富山県独特なんですよね。多分ね。当てたらブルーだよ。当てたらピンポンだよ。はい、後で遊んでください。説明はしてないよまだ。भलाकको लागि रे भलाक
情報が出ます。खै म गरौँ आजको भिडियो चाहिँ यति नै। कस्तो लाग्यो जस्तो लाग्छ त्यस्तै कमेन्ट गरिदिनु होला र मेरो युट्युब च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला। थ्याङ्क यू सो मच मेरो भिडियो अहिलेसम्म हेरिदिनु भएकोमा। लभ यु अल, बाई बाई।